वेलकम टु माई न्यू भ्लग साथीहरू है। मेरो भ्लगमा स्वागत छ है तपाईँहरूलाई। मैले एउटा नयाँ भ्लग स्टार्ट गरेको है। यसो भ्लग बनाउन सिकिरहेको छु है। यसो माया देखाइदिनु पर्यो है। म यसो आज बिहान काममा आएको है। यसो एउटा भिडियो हालौँ भनेर यसो भिडियो गरिरहेको छु है। सबैले माया गरिदिनु पर्यो है। हामीले काम गर्ने ठाउँ यस्तो छ है। यता हेर्नु है, चक्लेट भयो, सबै यस्तो छ। आज कस्टमर छैन किनकि बिहान है। अलि एकछिन चुप उता सटरलाई एकछिनपछि सबै खुल्छ क्या है। एचबिए सामान हो है। एचबिएहरू स्याम्पू अगल-बगलहरू है। माया गरिदिनु पर्यो मेरो युट्युब च्यानलमा गएर यहाँ सब्सक्राइब गरिदिनु पर्यो, लाइक गर्नु पर्यो, कमेन्ट गरिदिनु पर्यो है साथीहरू। सपोर्ट देखाइदिनु पर्यो है। सपोर्ट गरेर गर्नु पर्यो सर्वप्रथम है। यसो युट्युब च्यानल बनाइरहेको छु। यसो माया देखाइदिनु पर्यो है, माया देखाइदिनु पर्यो। यता यसो इलेक्ट्रोनिक आइटमहरू छ है। यहाँ सटर बन्द छ है। भर्खरै बिहान आएको। अब एकछिन पछि सटर खुल्छ है। हेर्नु है, हामीले काम गर्ने ठाउँ है। यो काम गर्ने ठाउँ हो। यो कहाँनिर भन्दाखेरि यो अहिले साउदी अरेबियाको पान्डा भन्ने मार्केट हो। तपाईँले यसो भिडियो गराउँदा लोगोसोगो पनि देख्न सक्नुहुन्छ है। यस्तै छ है मार्केटहरू। यता लुगा धुने साबुनहरू छ यताउति। कति ठुलो छ यो हाइपर है मार्केटलाई नै यस्तो हुन्छ साथीहरू। तपाईँलाई देखाउँदैछु हेर्नुहोस्। अब म यतापट्टि जाँदैछु, चिल्लरतिर जाँदैछु। चिल्लरतिर अब यहाँ बिस्कुटहरू छ, खाने मिल्क है। यस्तो हुन्छ है। यहाँ तलाजामा राख्छ। तलाजा भनेको के भन्नु होला ल, यहाँ अरबीमा चाहिँ यो फ्रिजलाई तलाजा भन्दो रहेछ क्या। कहिले काहीँ बोल्दा अरबी पनि थपिहाल्दो रहेछ। काम गर्ने ठाउँ यस्तै छ। अब के गर्ने है, परदेशको लाइफ यस्तै छ। हजुर मेरो च्यानल गएर सब्सक्राइब गरिदिनुलाई है। यहाँ काम गर्ने मान्छेहरू छ है। एक दुईजना काम गरिरहेको छ यहाँ। यो भेजिटेबल हो हाम्रो है। यहाँ जुस अकाउन्ट बार्ने ठाउँहरू छ। जुसहरू हो यो है। उता डेली प्याजहरू देख्नुभयो। यता फोर्जनहरू छ है। यता फोर्जन हो यो। तर आइस बनाएर आएको मासुहरू यताउति। मैले काम गर्ने ठाउँ हजुरहरूलाई देखाइरहेको है। माया गरिदिनु पर्यो साथीहरू, माया गरिदिनु पर्यो। मेरो च्यानललाई गएर भिजिट गर्नु, अनि सब्सक्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु। के कस्तो छ सुझाव दिनु होला। म त सानो छ तपाईँलाई नयाँ भिडियो ल्याउँदै गर्नेछु। हस् त, अहिलेलाई धन्यवाद।